नमस्ते गाइस, म चाहिँ बागलुङ जिल्ला धरपातननिरबाट हजुरहरूको सामने भिडियो प्रस्तुत गर्दैछु। मैले चाहिँ 1 वर्षमा 2081 सालबाट 2082 सालसम्म के गरेँ भनेर ल फुल भ्लग हेर्न चाहिँ नभुल्नु होला। अनि के कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। अनि गाउँको जे जस्तो भए पनि गाउँको अर्गानिक भिडियो पनि आउँछ, सब्स्क्राइब गर्न पनि नभुल्नु होला। त गाइजहरु, मेरो ब्लग स्टार्ट भइसकेको छ। उहाँ चाहिँ हुनुहुन्छ मेरो हजुरबुवा, जो कि आनन्दले धुरपातनमा आलु खन्ने समयको बेलाको भिडियो हो। यो चाहिँ बर्खा मजाले यो झारहरू, यो कबलीहरू उठाउने बेला, यो मकै भाँचिसकेको बेलाको भिडियो हो, हेर्न सक्नुहुन्छ। मैले चाहिँ कबली, यहाँ घाम यति चर्को लागिरहेको छ कि टाउको दुखिरहेको छ, कबली बोके मेरो घरमा लिएसी कबली यत्रो भयो, हेर्न सक्नुहुन्छ हाम्रो कबली। अनि यो चाहिँ हाम्रो अर्गानिक काँक्रा रहेको छ। अनि यो चाहिँ अर्गानिक जङ्गल, डर लाग्ने छ यार, जङ्गल पनि बर्खाको समय हो नि। काँक्रा हेर्न सक्नुहुन्छ मेरो। यो चाहिँ हामी घाँस काट्ने समयको बेलाको हो। यो हाम्रो गाजो खर काट्ने के भन्छन् हजुरको गाउँघरमा, खर भन्छन् कि गाजो भन्छन् कि घाँस भन्छन्। अनि कति राम्रो कति सुन्दर देखिरहेको छ हाम्रो गाउँ, हेर्न सक्नुहुन्छ। उहाँ अघि सासू जेठानी, यो यताका टोलका सबै घाँस काट्न धुरीमा जाँदैछन्। उहाँ चाहिँ मेरो अर्गानिक सासू हुनुहुन्छ, उहाँ चाहिँ अर्गानिक जेठानी। हामीले चाहिँ घाँस काट्न आएको यता जङ्गलतिर। मेरो अर्गानिक कुखुरा, मान्छेले यार बिहान हुँदा मात्रै भाले बाँच्छन् भनेको त दिउँसो भए पनि भाले बाँच्दो रहेछ नि त। यो चाहिँ हाम्रो अर्गानिक चक्की रहेको छ। यहाँ चाहिँ आफ्नै आप पिस्छ, पहिले हातले पिस्दा थाकिन्थ्यो। यो चाहिँ अर्गानिक माछा पालन रहेको छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ घट्टा चलाउने, यसरी पानी तलबाट जाने रहेछ, अनि माथि यसरी चक्की चल्दो रहेछ। पता नै कस्तो आइडिया लगाएर बनाएका हुने हाम्रो पुराना जमानाका मान्छेहरूले। अनि यो चाहिँ मेरो भदै कस्तो गरेर ओभर एक्टिङ गर्छन्। मम्मी उठ्दाखेरि डर नि लाग्ने रहेनछ कि यस्तै गर्दै अब मेरो अर्गानिक खोर नि अलिअलि सफा गरेको 1 वर्षको टाइममा। यो 4-5 महिना त यही काम गरे होला गाइजहरू। अरू त के भन्ने, मेरो भिडियो के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, सब्स्क्राइब लाइक गरेर जानु होला। लाइक सब्स्क्राइब गर्नु भएन भने तपाईँलाई केही नराम्रो कुरा सुन्न नपरोस्, त्यही गर्दा मेरो भिडियोलाई सब्स्क्राइब गरिहाल्नु होला। अल त धन्यवाद। मेरो भिडियोमा लाइक शेयर सब्स्क्राइब चाहिँ हुनै चाहियो जसरी भए पनि।